ओके, कुनै पनि ब्राउजरमा गएर iKorea.go.kr हान्नु होला। मोबाइलबाट पनि यही प्रोसेस हो। इङ्ग्लिस ल्याङ्ग्वेज लगाएर क्रिएट योर अकाउन्टमा जानु होला। तल सार्नु होला। डाइरेक्ट अल अफ आई एग्री अल अफ द एबभ गर्नु होला। यताको आई एग्री यो चाहिँ नगर्नु होला। क्रिएट योर अकाउन्ट। त्यसपछि यहाँ तल इन्डिभिजुअल मेम्बरसिप भनेको छ, यता जानु होला। कर्पोरेट मेम्बरसिपमा नजानु होला। रजिस्टर्ड फरेनर्स भन्ने यसमा क्लिक गर्नु होला। तल एलियन रजिस्ट्रेसन नम्बर हान्नु होला आफ्नो। एलियन रजिस्ट्रेसन नम्बर। त्यसपछि यहाँ तल आफ्नो नाम हान्नु होला। आइडी कार्डमा जस्तो तरिकाले छ त्यसरी नै हान्नु होला। त्यसपछि यहाँ तल क्याप्चा हान्नु होला। कन्फर्म। आइडी एबिलिटी भन्ने चेक आइडी एबिलिटी भन्ने यो तपाईले कुन आइडी बनाउन चाहनुहुन्छ त्यो आइडी हान्नु होला। आइडी एभाइलेबल छ कि छैन त्यहाँ देखाउँछ। एभाइलेबल छ भने ओके हान्नु होला, छैन भने फेरि अर्को नयाँ हान्नु होला। दिस आइडी इज एभाइलेबल भने ओके। पासवर्ड ओके। त्यसपछि यहाँ तल पासवर्ड हान्नु होला, कन्फर्म पासवर्ड गर्नु होला। पासवर्ड चाहिँ यसरी हान्नु होला है, मैले स्क्रिनमा जसरी लगाएको छु त्यस्तै एउटा क्यापिटल, स्मल, स्पेशल, ओर सबै मिलाएर हान्नु होला। त्यसपछि यहाँ तल आफ्नो डिटेल्स हान्नु होला। नेम, एलियन रजिस्ट्रेसन नम्बर, नेसनालिटी, डेट अफ बर्थ। त्यसपछि यहाँ इमेल, फोन नम्बर हान्नु होला। यु विल बी साइन अप। त्यसपछि यसमा रेजिस्टर गर्नु होला। आफ्नो फोन नम्बर हानिसकेपछि यु विल बी साइन अपमा ओके। त्यसपछि यस्तो आउनेछ। त्यसपछि तपाईँ आफ्नो इमेलमा जानु होला। इमेल चेक गर्नु होला। iKorea एउटा इमेल आएको हुन्छ। यस्तो इमेल भित्र यहाँ टच गर्नु होला। खोलेर इमेल खोलेर क्लिक गरेपछि यस्तो आउँछ ओके। अघि ओके, यो iKorea पेज फेरि खुलिसकेको छ। अब यहाँ गएर लगइन गर्नु होला। आफूले भर्खरै बनाएको आइडी र पासवर्ड हान्नु होला। मैले बनाएको आइडी र पासवर्ड लगइन गर्दैछु। मेरो आइडी iKorea आइडी पासवर्ड हानेर खुलिसकेको छ। माई पेज मेरो इन्फर्मेसन यहाँ देखाइसकेको छ।